हेलो गाइज, हामीहरू चाहिँ आज गुम्बा माई सरी टङ स्लिपिङ हामी चाहिँ आज यहाँ पुतली डाँडामा आएको छौँ। यो चाहिँ हेर्नुहोस् यसको भ्यू पनि त्यस्तै छ। गइहाल्छ हेर्नुहोस् यसको भ्यू यस्तो पुतली जस्तो छ। अनि त यसलाई त्यतिकै पुतली भनेको डाँडा भनेको हो त होइन नि। यहाँ हेर्नुहोस्, यसलाई यो कारणले गर्दा पुतली भनेको हो। हेर्नु हेर हेर मेरो पुतलीको त पारा यस्तो छ। हामी यसरी सबैजना लाम लस्कर लागेर हिँडिरहेका छौँ गाइज। अनि तपाईँहरू पक्नुहोस् है गाइज, क्यामेरा चाहिँ सरी बाटो चाहिँ अलि यस्तो छ कि गाइज हेर्नुहोस् न, यस्तो गाह्रो भयो होइन गाइज। अनि एकदमै के यस्तो गर्मिसक्यो होइन। अनि त्यसपछि निशा म क्यामेरामा आइरहेको छु नि। ओ गोल्डन भ्यू हेर्नुहोस् गाइज। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो यहाँ एकदमै बिना त मेरो सासै अड्किन्छ। के गर्नु गाइज, यस्तो बाटोमा हिँड्दैछ। अनि यो चाहिँ हाम्रो भाइ हो। यसलाई चाहिँ के भन्छ भन्नु? यसलाई चाहिँ के भन्छ गाइज, हाम्रोतिर यसलाई चाहिँ फन प्लान्ट भन्छ। अनि नेपालीमा चाहिँ खै कमेन्ट गर्नु ल गाइज के भन्छ भनेर। के हो त्यो गाइज? यो हाम्रो गुम्बा हो गाइज, भिजिबल छ। डेमा कहाँ जानुको? गाइज यो चाहिँ हाम्रो गुम्बा जाने बाटो हो। यहाँबाट हामी डाइट गऱ्यो भने सिधै तल जान्छ। उहाँबाट जानु हुन्छ होला भन्नुहोस् हजुर। म भिडियो बनाउँछु, जो गुल्टिनुहुन्छ क्याप्चर भइहाल्नुहुन्छ है। त्यसो भए दुईजना निशान र विवेक नानी तिनजना उताबाट आउनु त। ल हामी यता यत्रो आइसक्नुभयो, फेरि फर्केर जानुहुन्छ? बाटो छैन होला, सजिलो छ आउनु न। खै म नानी बोक्छु, तपाईँलाई आँट आएर खै म नानी ल्याउनु त म बोक्छु। आइज यता। कहाँ गएको निशान फेरि? यस्तो किन बानेको होला है? यस्तो सेतो सेतो के पानी पर्छ कि क्या हो? ल गाइज यस्तो बाटोमा छौँ हामी गाइज। अब के भन्नु पर्दाखेरिमा गाइज म पनि यही बाटो जानु पर्यो गाइज। डर लागिरहेछ गाइज। के भन्न चाहन्छौ निशान भाइ, यस्तो बाटो हिँड्दा तिमीलाई कस्तो अनुभव भइरहेछ? दुई चार बढाल्नु बढाल्ने एकछिन भाँडामा गाइज। हेर्नुहोस् गाइज हाम्रो सबैजना मेम्बरहरू यसरी नै हिँड्नु। सबैभन्दा सानो मेम्बरलाई हेर्नुहोस्, खेलाडी भन्नु। सबैभन्दा सानो मेम्बरलाई हेर्नुहोस् गाइज, यसरी हिँडिराख्नु भएको छ। डेन्जरस हाइकिङ भने अब खाएको मासु पुलाउ चिउरा जति सबै निस्किन लाग्छ गाइज हाम्रो। हेर्नुहोस् यस्तो बाटो छ गाइज। यस्तो भन्नुहोस् दुई चार शब्द तपाईँ भन्नुहोस्, तपाईँ के भन्न चाहनुहुन्छ निशाजी? दुई चार शब्द राख्नुहोस्। म बढाल्दै जनता जान्न चाहन्छ। हेर्नुहोस् गाइज यो बाटो हिँड्दाखेरिमा यसरी बढालेर हिँड्नु पर्दो रहेछ, नत्र भए सिधै उ त्यो खाल्टो छ नि त्यहाँ तल पुग्छ। यो खाल्टो तर बुझ्यो गाइज? यस्तो छ यस्तो। हेर्नुहोस् गाइज
सबैभन्दा सानो हाम्रो ऊ कसरी हिँडिराख्नुभएको छ मेम्बर उहाँ चाहिँ साई साजी हो। साई साजी तपाईँ केही भन्न चाहनुहुन्छ? उहाँको 2-4 शब्द यही नै हो। यहाँभन्दा धेरै बोल्न चाहनुहुन्न, अलिकति सेन्सिटिभ हुनुहुन्छ उहाँ। 7,000 राखेको नि है हामीले। ओहो बढाउने मान्छे नै गुल्टिन लाग्नु गाइस। त्यस्तो छ हाम्रो देखो तपाईँ पनि समातेर हिँड्नु फेरि गाइड गाइस म तपाईँ कहाँ हुनुहुन्छ गाइस? मोबाइल लडेर के मोबाइल एकातिर म एकातिर गाइस कहाँ हुनुहुन्छ? अब मेरो मोबाइल बचाउनु मलाई गाइस। म यहाँ खाल्टोमा बसिरहेको छु गाइस। 2-3 शब्द भन्दै हेर्नुहोस् गाइस, त्यो चाहिँ के भन्छ बालुवा खानी चाहिँ हो गाइस। हेर्नुहोस् बालुवा निकालेर हाम्रो देशले यस्तो गरिरहेको छ। किन यस्तो जता जान चाहन्छ? उहाँ खतरो के खेलाडी अगाडि जानु हुँदैछ। I'm okay. I'm fine. Quinchana. Quinchana. Ding, 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 ding. नि अन्त के गर्छ समाज सुन्दा दिन्छ कसरी समात्न भयो एकदम। टिकटकमा फोटो धेरै आउँछ है। हामीले उहाँलाई बनाउनु पर्ने बीच में चलो गाइस। साइड साइड में मत चलो, बीच में रोड के बीच में चलो गाइस। त्यो सफा गरेर हिँड्नु पर्दैछ हामीलाई। बुझेर हेर्नु न खतरा आइरहेछ लाइट। रमाइलो भइरहेको बाटो हेर्दाखेरि चाहिँ यस्तो राम्रो थियो तर पुरा स्लिप खाने टाइपको थियो त्यो बाटो। हामी हो कहाँ आयौँ के कहाँ आयौँ हामी? त्योमा त पकाउनु जानु नि मन लागेन। अहिलेको कहाँबाट ल्याउँछु मलाई त? हाम्रो त्यो उयोमा आइहाल्छ त देवाहरूको जग्गामा होला यो। यस्तो बाटो लिएर आयो गाइस पठाउने मलाई मदत गाइस भएर चाहिँ एकदम धेरै मेहनती हुनुहुन्छ यहाँ हाम्रो आउनु। लिएर बाटो। ओ माई गॉड क्यामेराम्यान, ओ माई गॉड। कैमरामैन को भी कभी कभी डर लगता है। ओह माय गॉड नेचुरल पॉपकॉर्न। आज हामी फाल्टो बाटो आएको भएर थाहै थिएन क्या यो तारले पुरा बानेको रहेछ। यो ब्लकै रहेछ यो बाटो चाहिँ। यहाँ फस्ता जा न। यहाँ टेकेर यता आउनु। म पक्रिन्छु नानी। हो त्यहाँ टेक्नु अनि यता टेक्नु। नानी चाहिँ यता माथिबाट घुमेर पनि बाटो छैन गाह्रै नि त। उहाँबाट है मुनिबाट जाऊ निसा त्यहीँबाट। यहाँ माथिबाट आउने चाहिँ कुनै बाटो छैन यता छैन नि। लुगाहरू भन्दा पनि
निशान अलिक मुनि गर त्यस्तो बुन्दी दिँदा खै त्यो ब्यागले बोक्नै पर्छ चोट लाग्छ है चोट लाग्यो रगदा छैन हौ त्यहाँ पनि बुन्दी दिँदा नि समाउँछ यो समाज न निशान त मलाई समाज निशानले पक्नु न मजाले निशा पनि आउँछ आउने न पक्रिन्छ आउनु त अर्को हातमा यहाँनिर होइन थियो यताबाट आयो ज्याल पक्रेन ल होइन ल कुन बाटो आइहाल्यो हामी त्यो बसेकोदेखि त्यो डाँडै डाँडा झरेको यो बाटो झरेको भए नि हुने नि हामी डॉग इज बाइक को देखो गाइस देखो 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 फाइनली गाइज हामी त्यत्रो सङ्घर्षको बाटो हिँडेर हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। अनि अब चाहिँ हामी घर फर्किनु आँटेको हो। आजको आयनलाई पनि खै बिहेको दाइले चाहिँ उसलाई त मैले दाइ चाहिँ यता हेर